एकदम चान्सेसहरू धेरै क्रिएट गर्यो तर फाइनल लास्टमा चाहिँ गोल स्कोरिङ निकाल्नुलाई चाहिँ अब डिसिसन मेकिङ चाहिँ अलिकति विक भएको कारणले हाम्रो गोल निस्केन। अब गेम पनि कहिले अब राम्रो खेल्दाखेरि पनि धेरै चान्सेस क्रिएट गर्दाखेरि पनि अब नेटमा चाहिँ बल उछ्याउँदाखेरि चाहिँ हाम्रो साइडहरू पर्छ चाहिँ त त्यही हो। लास्टमा अब फ्रन्ट अगाडि खेल्ने प्लेयरहरूको डिसिसन मेकिङ चाहिँ अलिकति विक भएर चाहिँ हामी आज हाम्रो गर्नुपर्छ। जस्तो बिकज अब यसमा अब रियाक्सन स्लो भयो जस्तो यता आउमुलेको प्लेयरहरू लडेरहरू आउमुल्यो त्यही हो। अब उनीहरूको हामीले गोल खानु कारणमा चाहिँ अब रियाक्सन स्लो भयो। अब यता ध्यान अन्त्यतिर गयो त्यही हो। एकदम एभ्री सेकेन्ड पनि हामीले चाहिँ एकदम चलाएको हुनुपर्ने ठाउँमा चाहिँ एकदम त्यही चुक्नु भएको छ। जस्तो आज ट्याक्टिकल फेलियर त भन्दा पनि अब जस्तै अब मिनिमम सेकेन्ड हुन्छ नि त डिसिसन मेकिङ गर्नलाई होइन त्यसमै हामीले चुकेको हुँ त्यो त्यसमा ट्याक्टिकल फेलियर चाहिँ होइन। अब गोल स्कोरिङ हामीले धेरै क्रिएट पनि चान्सेसहरू क्रिएट गरेको पनि हो तर त्यो डिसिसन मेकिङमा अलिक कमजोर भएको थियो। अब पास दिनुपर्ने ठाउँमा अब हानिरहेको छ होइन। अब अनि हान्नुपर्ने ठाउँमा पास दिइरहेको छ त्यही अब जुन हुन्छ नि एउटाको डिफेन्डर पनि त्यही एकदम स्पिरिटले एकदम खेलिराखेको थियो अनि त्यसै भनौँ न। अनि अब गोल नहुनुको कारण उहाँको डिफेन्डर उताको अपोनेन्टको डिफेन्डरहरू पनि धेरै मेहनतको कारण पनि हुनसक्छ त्यो बेला। अब हामीले पनि यता किपरले पनि धेरै बचाएको थियो अनि लास्ट विक 1v1मा पनि हामीले धेरै बचाएको थियो यता हाम्रो गाउँले। अब झन् कठिन छ होइन अब ठिक निकाल्न सकेको छैन। सजिलै जित्छौँ भन्ने मेन्टालिटी लिएर आएको छौँ हामी तर फाइनल थर्डमा चाहिँ आज फिनिसिङमा चुकेको देख्दाखेरि चाहिँ एकदमै पीडा फिल भयो। सिनियर प्लेयरहरूमा जुन हामीले भर गरेर टिम उत्रेको थियौँ हामी चाहिँ पछि जुनियर प्लेयरहरूमा चाहिँ बढी डिपेन्ड गर्नुपर्ने अवस्था आफ्नो सिचुएसन भयो। अब हुन त यसलाई अन्यथा नलिकन हेर्दाखेरि चाहिँ यो हाम्रो सबै फर्स्ट सेटमा चाहिँ धेरै इन्जुरी प्लेयरहरू छ र इन्जुर्ड प्लेयरहरूले फिल्डमा जमिराख्दाखेरि नि त्यसले नि गाह्रो हुनसक्छ त्यो एउटा कारण भयो। र अर्को चाहिँ जस्तो फिल्डमा चाहिँ हामी आउनुभन्दा ठिक 10-15 मिनट अगाडि मात्र पानी हालेर ग्राउन्डको कन्डिसन चाहिँ एकदमै चिप्लो बनाइराखेको थियो त्यसले गर्दाखेरि पनि हाम्रो फर्स्ट सेटको प्लेयरहरू चाहिँ बढी इन्जोर भयो र सेकेन्ड हाफमा चाहिँ हामीले रिप्लेस गर्नुपर्ने कन्डिसन भयो र आज 3-4 गोलको लिडले चाहिँ जित्छौँ भन्ने मेन्टालिटी थियो तर त्यो चाहिँ सक्सेस हुन सकेन। मैले अघि पनि भने जस्ट जुन हामीसँग सिनियर एक्सपिरियन्स प्लेयरहरूबाट एक्सपेक्ट गरेको त्यो मिड चाहिँ थिएन आजको गेमको हिसाबले चाहिँ। हेरौँ अब फिजिकल जुन ओभरलोडहरू भइराखेको कारणले पनि हुनसक्छ मेरो ट्रेनिङमा पनि त इरर भएको हुनसक्छ त्यसलाई चाहिँ एकपल्ट फेरि मैले एनालाइसिस गर्नुपर्छ। जस्तो टिकेन्द्र थापा क्लियरली त्यहाँ अलिकति उसले अनकम्फर्टेबल फिल गरिरहेको थियो बिसाइड द्याट पनि तपाईँले चाहिँ उसलाई पुरा म्याच अवधिभरि नै राखेको कारण चाहिँ बेन्च स्ट्रेन्थमा तपाईँको भरोसा नभएको कि होइन उसले त्यो गर्न सक्छ अझै पनि उसले खेल्न सक्छ भन्ने या फर्दर म्याच नसोचिकन रिक्सै लिनु भएको होइन। त्योभन्दा पनि अब जस्तो इनसाइड द फिल्ड जुन मिड लाइनमा चाहिँ हाम्रो जुनियर भाइहरू मैले पठाइसकेपछि अब एक्सपिरियन्स प्लेयरहरूले चाहिँ कतिपय अवस्थामा चाहिँ उसको एक्सपिरियन्सले पनि लिड गरिदिन सक्छ गेममा। अनि त्यति मात्र होइन अब हाम्रो त फर्स्ट सेटको दुइटै डिफेन्स बेन्चमा छ भनेको प्यारापिकमा जुन सब्स्टिट्युट पनि गर्न नमिल्ने कन्डिसनले गरेर बसेको छ त्यस्तो अवस्थामा बिगनर भाइहरूले चाहिँ डिफेन्स लाइन सम्हाल्दै गर्दाखेरि चाहिँ त्यसमा एक्सपिरियन्स किपर हुनु अति नै जरुरी हुन्छ। त्यही सोचेर नै मैले चाहिँ उनलाई 90 मिनटसम्म नै फिल्डमा राखिरहेको र आज फाइनल थर्डमा जुन हामीलाई बढी प्रेसर गइरहेको कारण चाहिँ जुन जुनियर भाइले राखेर खेल्न नसकेको कारणले पनि हो। यो चाहिँ अब हामीसँग भगवानको शक्ति नै हो भन्छु। इन्जुरी कन्सर्न नै हो। हामीसँग भएको 3 जना विदेशी मध्ये 2 जना विदेशी चाहिँ अब लामो समयसम्मको लागि नै रेस्ट गर्नुपर्ने अवस्था देखिरहेको छु। यामा अझ पठाइराखेको छौँ फिजियोसँग हामी कन्सर्न गरिरहेको थियौँ। अब हेरौँ लास्टको 3टा अथवा 4वटा म्याचसम्म खेलाउन सकिन्छ कि भन्ने मेन्टालिटीमा नि छौँ हामी र फिजियोले पनि त्यही अनुसार काम गरिराख्नु भएको छ। र अहिलेको अवस्थामा नेपाली खेलाडी पनि हाम्रो इन्जुर्ड भइसकेको छ। धेरै नेपाली खेलाडीहरू पनि इन्जुर्ड भएर जस्तो आज खेलेको अनिस महर्जन पनि झन्डै फर्स्ट र सेकेन्ड म्याच खेलेपछि लामो ग्यापपछि आज मैदान प्रवेश गर्दै गरेको अवस्था हो।
यो हेर्दाखेरि चाहिँ अब चाहिँ टाइम पनि छैन, म्याच पनि थोरै छ र ग्याप पनि थोरै भएको कारणले गर्दा पनि विदेश खेलाडीहरू फिल्डमा उत्रन चाहिँ अलिकति मुस्किलै छ र त्यसको आधारमा पनि अबको रिजल्टहरू र टप टिमसँग फाइट गर्नुपर्दा चाहिँ हामीलाई अझ गाह्रो हुन्छ कि भन्ने महसुस भएको छ। कोसिस पनि गर्यो जस्तो खेलाडीहरूमा धेरै फिजिकल प्रब्लम भइसक्यो, जस्तो विदेशी खेलाडीको हकमा पनि हामीले चाहिँ इन्फामा पत्रचार गऱ्यौँ खेलाडी रिप्लेस गर्न मिल्छ कि, अब मेडिकली प्रुफ भइसकेको छ उसले खेल्नु मिल्दैन, खेल्नु यो डेन्जर हो भनेर मेडिकली प्रुफ हुँदा हुँदा पनि अब हामीले इन्फामा पत्रचार गऱ्यौँ, तर उनीहरूको रुल्स एन्ड रेगुलेसनमा चाहिँ खेलाडीलाई रिप्लेस गर्न पाइँदैन। पहिलाको अवस्थामा भने चाहिँ पाइन्थ्यो, यसपालिको रुल्समा चाहिँ हामीले खेलाडीलाई चाहिँ मेडिकल्ली अनफिट भएर पनि रिप्लेस गर्न नपाउने भनेर हामीलाई जानकारी प्राप्त भयो, जसले गर्दा हामीले विदेशी खेलाडीको रिप्लेस गर्न सकेनौँ। र नेपाली खेलाडीको अवस्थामा पनि जम्मा 2 चोटि विन्डोज ओपन हुन्छ, एउटा चाहिँ लिग सुरु हुनुभन्दा अगाडि र एउटा चाहिँ लिगको बिचमा, त्यही भएर नेपाली खेलाडी पनि हामीले रिप्लेस गर्न सक्ने कन्डिसन बनेन।